सभामुख महोदय, केही दिन अघि भारतको जम्मू काश्मीर राज्यमा आतंककारीहरूद्वारा 27 जनाको हत्या भएको छ। उक्त घटनामा बुटवलका सुदीप नेउपानेको समेत पनि हत्या भएको छ। उक्त घटनामा मारिनुभएका सुदीप नेउपाने लगायत सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु र उक्त घटनाको घोर निन्दा एवं भर्त्सना गर्न चाहन्छु। सभामुख महोदय, वर्तमान सरकार 7 बुँदे सहमति गर्दै संविधानका कतिपय अव्यावहारिक पक्षहरूलाई पनि संशोधन गर्ने र सुशासन दिने वचनबद्धताका साथ सरकार आएको थियो र त्यो सरकार आज सुशासनको उसले सरकारले सुशासन कति दिएछ भनेर हामीले राम्रोसँग हेर्दा सहकारी पीडित सडकमै छन्, मिटर ब्याज पीडित सडकमै छन्, डाक्टरहरू पनि आन्दोलनमा उत्रिरहेका छन्, निजामती कर्मचारी क्षेत्र चाँडो हामीलाई निजामती सेवा विधेयक ऐन प्राप्त होस् भन्दै सडकमा उत्रन तयार भएर वक्तव्य जारी गरिसकेका छन् र यति बेला लाखौं लाख विद्यार्थीहरूलाई पढाउने हाम्रा गुरुवर्गहरू शिक्षकहरू सडकमा छन् र यो विद्यालय क्षेत्र अस्तव्यस्त छ। पठन पाठन अस्तव्यस्त भएपछि सबै क्षेत्र अस्तव्यस्त हुँदो रहेछ। यस्तो अवस्थामा सरकार शिक्षकहरूसँग वार्ता गर्ने कुरामा उसले राम्रोसँग ध्यान दिइरहे जस्तो लाग्दैन। त शिक्षक महासंघले आफ्नो पेशागत माग राखेर काठमाडौँको सडकमा उत्रेको 26 दिन भइसकेको छ। विद्यालय बन्द गरेर आफ्नो मागको सुनवाईको लागि गुरुवर्गहरू चक डस्टर लिएर कक्षा कोठामा हाम्रा बालबालिकाहरूलाई शिक्षा दिनको लागि उभिनुपर्ने गुरुवर्गहरू आज सडकमा छन् र यो नयाँ कुरा पनि भएन। सभामुख महोदय, 75 सालमा सम्माननीय केपी शर्मा ओली नै प्रधानमन्त्री भएको बेलामा नै शिक्षकहरूसँग सम्झौता गरिएको रहेछ। 78 सालमा सम्माननीय शेरबहादुर देउबा सरकारको प्रमुख भएकै बेलामा पनि सम्झौता गर्नुभएको रहेछ। 80 सालमा पुष्पकमल दाहाल प्रचण्ड सम्माननीय प्रधानमन्त्री हुनुभएको बेलामा पनि सरकारले शिक्षकहरूसँग सम्झौता गरेको रहेछ। सम्झौता गर्ने, बिर्सिदिने, उधारोमा सहमति गर्ने, कार्यान्वयनमा व्यवस्था गर्ने, यो जुन खालको रोग बोक्या छ सरकारले, मलाई त के लाग्छ भने सडकमा शिक्षक उत्रिएपछि विगतमा म पनि कुनै दिन शिक्षक थिएँ। शिक्षक नेता भएरै सरकारका गतिविधिका विरुद्ध पेशागत हिसाबले हामी उत्रेका थियौँ। त्यति बेला शिक्षकहरू स्थायीको व्यवस्था थिएन। म टुङ्ग्याउन लागेँ त त्यति बेला शिक्षकहरूको स्थायीको बन्दोबस्त थिएन, पेन्सन थिएन, सञ्चय कोष थिएन, त कुनै सुविधा थिएन। हामीले त्यो सबै सडकबाटै आन्दोलनबाटै पुरा गऱ्यौँ। सरकार त्यति बेला निरङ्कुश निर्दलीय पञ्चायती सरकार पनि घोडा टेकेर सम्झौता गर्न बाध्य भएको थियो। आजको सरकार त लोकतान्त्रिक गणतान्त्रिक सरकार हो। यस्तो सरकारले यति बेला आफ्नै आँखाडी देखिया छ एसईको उत्तर पुस्तिका परीक्षण हुने अवस्था छैन, 12 कक्षाको परीक्षा हुन सक्ने स्थिति छैन। त्यसैले हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी अहिले शिक्षकहरूले गरिरहेको आन्दोलनको सवालमा तत्काल सरकारले वार्ता गरोस्, वार्ताको नाटक होइन, सार्थक वार्ता गरोस् र समस्या समाधान गरोस्। शिक्षकहरूलाई मर्यादित बनाएर विद्यालय कर्मचारीको समस्याहरूलाई पनि समाधान गर्दै यो सडक आन्दोलनलाई तत्काल टुङ्ग्याउने काममा ध्यान दियोस् भन्ने माग गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य